गुड मर्निङ एभ्रिवान, सबैलाई नमस्कार छ। यहाँलाई रातिकालीन सेसनमा जुम सेसनमा रेगुलर सेसनमा यहाँलाई स्वागत गर्न चाहन्छु। म युसिटी इन्द्र श्रेष्ठ। आर्थिक समृद्धि हाम्रो छँदैछ, त्योभन्दा ठुलो कुरा स्वास्थ्यसँगै आर्थिक समृद्धिको यो महान कम्पनी हेल्थ नेपालको सिस्टममा हामीले सिस्टममा रहेर आज हाम्रो बिचमा ठुलो एउटा लेभल एचिभमेन्ट भएको छ, जसलाई हामी सेलिब्रेट गर्दैछौँ। हामी आज एकदम खुसी मनाउँदैछौँ। हाम्रो बिचमा म्यामले यो 2026को फेब्रुअरी महिनाको लागि उहाँले क्वालिफाई गर्नुभएको छ। उहाँलाई धेरै धेरै बधाई दिन सक्नुहुन्छ। माइक अनम्युट गर्नु होला, माइक अनम्युट राख्नु। यहाँ सबैले उहाँलाई बधाई दिन सक्नुहुन्छ। सी इज नन अदर देन लिडिङ अफ द होइन लिडिङ, उहाँले आफूलाई लिडिङ गरेर राख्नु भएको छ। आदरणीय श्री सुधा रिमालज्यू। सबैजना साथीले प्लिज कङ्ग्रेचुलेसन सुधा म्याम। Congratulations, Sudha ma'am. Go crown. Go crown, the ma'am. Go All the crown. best. Congratulations, go crown. Keep it up, keep it up. Thank you. Congratulations to the ma'am. Go crown. Congratulations to the ma'am. Thank you. मा पनि यति ठुलो प्रगति गर्नु भएको हजुरलाई धेरै बधाई। गो क्राउन। Congratulations to the ma'am हजुरलाई। ठुलो एउटा एचिभमेन्ट हो यो। सबै साथीले आफ्नो माइक अनम्युट गरेर उहाँलाई उत्साह दिन सक्नुहुन्छ, कङ्ग्रेचुलेसन भन्न सक्नुहुन्छ है। सबै साथीहरूले प्लिज जो जुममा हुनुहुन्छ सबैजना आदरणीय सर म्यामले थ्याङ्क यू। Thank you. धन्यवाद सुधा म्याम। Thank you. धन्यवाद। धेरै धेरै बधाई हजुरलाई। हजुरहरूलाई पनि thank you. Congratulations, Sudha ma'am. Thank you. थ्याङ्क यू सो मच। यहाँ सबैलाई धन्यवाद दिन चाहन्छु। आजको सेलिब्रेसन यहाँको बिचमा सम्पन्न हामी गर्दैछौँ र यहाँ सबैले आफ्नो माइक अनम्युट गर्न सक्नुहुन्छ। ओके, कोही बाँकी छ भने गर्नु होला है त, अनम्युट गर्नु होला प्लिज। के अरे म्युट गर्नु होला, आफ्नो माइकलाई म्युट गर्नु होला। थ्याङ्क यू सो मच। र हाम्रो बिचमा आउनु भएको छ छिटो छोटो समयमा नै यति ठुलो प्रगति गर्नुहुने आदरणीय म्याम। उहाँलाई त म एकदमै हिम्मतवाली भन्न चाहन्छु होइन। आशा म्याम अगाडि महिना भइसकेको थियो, अहिले उहाँ होइन कन्टिन्यू। त्योभन्दा अगाडि हाम्रो आदरणीय सङ्गीता म्याम हुनुभएको थियो। कन्टिन्यू एकदमै टिममा राम्रो एउटा गुड न्युज आइरहेको छ। यहाँलाई धेरै धेरै बधाई छ म्याम। हजुरको यसरी नै उत्तर प्रगति होस्। काम गर्ने क्रममा कहिलेकाहीँ ढिलो या चाँडो अथवा धेरै अबेर हुनसक्छ, तर अन्धेर कहिले हुँदैन एचएल नेपाल सिस्टममा। हिम्मत बरकरार राख्नुहोला। हजुरलाई यो लेभल प्राप्त गर्दै गर्दा हजुरलाई उत्साह मनमा खुब मिलेको छ। हजुरलाई स्वास्थ्यसँग आर्थिक समृद्धिको शुभकामना म्याम। हजुरले यो लेभल एचिभमेन्ट गर्दै गर्दा आदरणीय नयाँ तथा पुराना सर म्यामहरूलाई सम्बोधन गर्दै आज हजुरको मनमा यो लेभलमा आइपुग्नुको मूल रहस्य कसरी आफूलाई यो लेभलमा आइपुग्नु भयो व्यक्त गर्न सक्नुहुन्छ म्याम। ओभर टु यु म्याम। अल द बेस्ट। थ्याङ्क यू म्याम। सो यु बी द बेस्ट। Thank you. Good morning. नमस्कार। म सुधा रिमाल भक्तपुर नयाँ ठिमीबाट यस हेल्दी लिभिङ नेपालको आदरणीय युसिडी इन्द्र श्रेष्ठ सर लगायत स्टार डाइरेक्टर सबिना म्याम र यस जुम सेसनमा उपस्थित सम्पूर्ण लिडर सर म्यामहरूमा मेरो नमस्कार छ अनि मिठो अभिवादन छ। आज फेरि मेरो लागि खुसीको पल हो, किनकि अघिल्लो महिना ब्रोन्ज डाइरेक्टरको लेभल लिन सफल भएको थिएँ र आज फेरि सिल्भर डाइरेक्टरको लेभल लिन सफल भएको छु। यो सबै हजुरहरूको साथ र सपोर्टले र हाम्रो आदरणीय इन्द्र श्रेष्ठ सरबाट पाएको ज्ञान र ऊर्जाहरूबाट सम्भव भएको हो। आदरणीय इन्द्र श्रेष्ठ सरलाई मेरो हृदयदेखि नै नमन छ र यस जुम सेसनमा उपस्थित मेरो सम्पूर्ण लिडर सर म्यामहरूलाई पनि धन्यवाद दिन चाहन्छु, किनकि मैले उहाँहरूबाट पनि धेरै सहयोग र सपोर्ट अनि धेरै माया र रेस्पेक्ट पाएको छु। किनकि सरले लेखाएको बेला कति कुराहरू छुटेका हुन्छन्। त्यो छुटेका शब्दहरूलाई सबिना म्याम, सीता म्याम, सुम्निमा म्याम र मिरा म्यामबाट उहाँहरूबाट धेरै सहयोग र सपोर्ट पाएको छु र म कहिलेकाहीँ यो एचएल नेपालको सिस्टम सम्बन्धी कतिपय कुराहरू बुझ्दिन र आत्तिन्छु। त्यतिखेर चाहिँ मलाई सबिना म्यामले नआत्तिनुस् म्याम, केही हुँदैन, सबै ठिक हुन्छ, बिस्तारै सिकिन्छ भनेर मलाई धेरै उहाँले हौसला दिनुहुन्छ। त्यसको लागि सबिना म्यामलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु भन्दै म आफ्नो शब्दलाई यही पूर्ण विराम दिन्छु। थ्याङ्क यू। विश यू हेल्थ।
म्याम थ्याङ्क यू सो मच वा वन्डरफुल छ थ्याङ्क यू सो मच म्याम हजुरले संक्षिप्तमा एकदमै आफ्नो शानदार सेलिब्रेसनलाई आदरणीय सर म्यामलाई हजुरले बधाई दिनुभएको छ उहाँलाई थ्याङ्क यू दिनुभएको छ हजुरको बधाईको कङ्ग्रेचुलेसनको वहिरो भएको थियो बिहानदेखि नै हजुरको जब फोटो हालेको थियो तबदेखि नै र हिजो पनि सुमी म्यामलाई नै त्यसरी नै आदरणीय सर म्यामले दिनुभएको छ यहाँ सीता म्यामले भन्नुभएको जस्तै हजुरले यदि अहिले सेलिब्रेट हुँदै गरेको सुधा म्याम अथवा हाम्रो सुमी म्याम जसको पनि एउटा लेभल एचिभमेन्ट भएको छ यसमा खुसी उत्साह व्यक्त गर्नुभयो भने हजुरलाई पनि हजुरको लेभल प्राप्ति हुँदाखेरि उहाँहरूले गर्नुहुन्छ यो पालोको पैसो हो यसमा त केही पनि छैन ढिलो या चाँडो सबैले हाम्रो यो लेभल यहाँबाट लिन्छौँ हामी अगाडि बढ्छौँ हामीलाई यो सफलता सबैलाई मिल्नेछ हेल्थ नेपालको सिस्टममा सिम्पल कुरा छ कि यो सिस्टममा पहिला हामीले जहाँबाट सामान किन्थ्यौँ हाम्रो हजुरबुवा बुवाले किनिराख्नु भएको थियो नातपाते मञ्जन सरफ जति पनि घरको लागि सामानहरू किन्नुभएको थियो 1 रुपियाँ पाएको थिएन आज यो प्लेटफर्ममा हामीले सामान प्रयोग गर्दा हामीलाई यो सम्मानको साथमा जिन्दगीभरलाई 9वटा इन्कम आउने पहिलो ढोका आदरणीय म्यामले एचिभमेन्ट गर्नुभएको छ त्यो ढोका हो इन्कम 5 to 16%, डाइरेक्टर बोनस 15% प्लस जिन्दगीभरको लागि उहाँले आजबाट ट्राभल फन्ड एचिभमेन्ट गर्नको लागि क्वालिफाई हुनुभएको छ हजुरलाई धेरै धेरै बधाई छ म्याम कङ्ग्रेचुलेसन देश विदेशमा घुम्नको लागि आजबाट हजुरको लेभल हजुरको नाम क्वालिफाई भएको छ प्रेस्टिज अथवा हेल्थ नेपालको सिस्टममा इतिहासमा हजुरको नाम आज रचिएको छ थ्याङ्क यू यहाँलाई उत्तरोत्तर प्रगतिको लागि धेरै धेरै शुभकामना आदरणीय नयाँ तथा पुरानो सर म्यामलाई रिक्वेस्ट छ मेरो प्लिज हजुरले पनि अब बिस्तारै आफ्नो काम गर्ने शैलीलाई अलिकति प्रोएक्टिभमा अथवा एक्टिभमा हजुरले लगाउनु होला म्याक्सिमम प्लानिङ गर्नु होला होम मिटिङ गर्नु होला राइट 1-to-1 मिटिङ गर्नु होला राइट प्रडक्ट सेयर गर्नु होला इन्भिटेसन गर्नु होला हैन टिम वर्कमा बसेर काम गर्नु होला अपलाइनसम्म कि पनि टचमा बस्नु होला ओके 1 to more मिटिङमा भाग लिनु होला र सिएनसीलाई कहिले पनि नछोड्नु होला जुम मिटिङको फाइदालाई सधैँ हमेसा लिने प्रयास गर्नु होला ओके यो नै यो सिस्टमको सफलताको मेन कडी हो त आज विशेष यो प्रोग्राम सञ्चालन हुँदै गर्दा आदरणीय सुधा म्यामलाई यो शानदार लेभल एचिभमेन्ट गर्नुभएकोमा उहाँलाई धेरै धेरै बधाई दिँदै म यहाँहरूलाई पनि स्वास्थ्यसँगै आर्थिक समृद्धिको शुभकामना दिन चाहन्छु सबै सर म्यामहरूलाई यसमा आत्तिन चाहिँ हुँदैन है कति नआत्तिकिन हजुरले बिस्तारै आफ्नो चाहिँ सिस्टमलाई फलो गरेर आफ्नो चाहिँ कन्फिडेन्स आफ्नो सेल्फ बिलिभलाई आफ्नो आफूले आफूलाई बिलिभ गरेर अगाडि बिस्तारै बढ्नु होला ओके हजुरलाई धेरै धेरै सफलताको शुभकामना म्याम थ्याङ्क यू विश यू वेल